हेलो गुड मर्निङ एभ्रिवान, सबैलाई फेरि पनि स्वागत छ मेरो मर्निङको फ्रेस एन्ड मिनी ब्लगमा। के गरी हुनुहुन्छ तपाईँहरू? आई होप सबै राम्रै हुनुहुन्छ, जहाँ पनि हुनुहुन्छ मस्त चकाचक टकाटक हुनुहुन्छ। सो म अहिले गइरहेको छु ग्रोसरी सप भन्नाले के यहाँ ग्रोसरी सप भन्दो रहेछ। अब हाम्रो सब्जीको दोकान भन्नु पऱ्यो, यस्तो भन्नुपर्यो होइन। भन्दा सब्जी दोकानमा अब केही रहेन खानेकुरा, प्याज टमाटर आलु सब भ्याइए रहेछ कि अब के गरेर खानु त पऱ्यो। सो म गइरहेको छु लिनको लागि। सो म अहिले टक 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 हिँडिरहेको छु चप्पल बजाउँदै। यति भिड हुन्छ सबै दोकान, खोइ नगर सधैँको यस्तै भिड हो दोकान। दोकानै हो नि सब्जी थुप्रै मात्रामा छन्। तपाईँलाई कुन सब्जी चाहियो त्यसले सक्नुहुन्छ, तर म लिएर आउँछु टमाटर र आलु हो है। रोटीहरू पनि छन् सर लाएर। मेरो चाहिँ यो आलु हो अनि यो अनियन हो जानुपर्ने। अब त के छैन, अनि लसुन पनि हो, लसुन सर र फुल सब्जी छ त्यो चाहियो। र मैले सब्जी लिइसकेको छु, अहिले धोक्दै हुनुहुन्छ मेरो सब्जी र धोक्दै हुनुहुन्छ। यहाँ टमाटर मात्रै हो, धेरै केही छैन। केराहरू पनि यत्तिकै छ, स्याउ सुन्तला पपया क्यारेट्स पम्फ्रेनेट सबै सब्जीहरू सबै अभाइलेबलै छ। मलाई चाहिएको चाहिँ अरू केही होइन, मलाई चाहिएको जस्ट के हो भने मलाई चाहिएको जस्ट यो मात्रै हो कि टमाटर अनि यो के भन्छ अरे पुदिना अनि काँक्रा प्याज मात्रै मलाई चाहिएको। यति भएपछि मलाई पुग्छ, धेरैसँग चाहिँदैन। सब्जी भयो फुल, म अब लागेँ घरतिर सब्जी लिएर। अब सब्जी धनियाँ लाग्थ्यो, महँगो छ अरे दिदी भनेको, दिनु भएन। म लागिसकेको छु यो के भन्छ अरे सब्जी लिएर। खान त पऱ्यो नि त होइन, बाँच्न त पऱ्यो कसो भए पनि। सो अहिले म लागिसकेको छु, फर्किँदैछु घर सब्जी लिएर एउटा झोला भरेर।